धेरैजनाले 3G कटिङ 3G कटिङ भनेर त सुनिराख्नु भएको हुन्छ। अब यसलाई कसरी गर्ने, यसको फाइदा के हो त, म आज हजुरहरूलाई यस भिडियोमा भन्छु है। हामीले सबैभन्दा फर्स्टमा चाहिँ जहाँबाट जरा स्टार्ट भएको छ त्योभन्दा तल्लो 5वटा पात जति चाहिँ काटेर फालिदिनु पर्यो, जसले गर्दाखेरि चाहिँ यसको चाहिँ मेन हाँको चाहिँ बलियो भएर जाओस्। त्यसपछि चाहिँ यो बिरुवाको हामीले अब हाइट फर्स्ट हाँगा काट्नको लागि चाहिँ हाम्रो मान्छे बराबरको हाइट चाहिँ नाप्नु पर्यो। अब किनभने हामीसँग नापिराख्ने टेप त हुँदैन। अनि चाहिँ हाम्रो 6 फुट टु 7 फुटको हाइटमा पुगिसकेपछि चाहिँ हामीले पहिलो यसको जुन मेन हाँगा गएको छ त्यो हाँगालाई चाहिँ काटिदिनुपर्छ माथिबाट कैँचीको सहाराले। हजुरले काटिदिनु होला। त्यस पछाडि चाहिँ हाम्रो पहिलो हाँगा काटिसकेपछि चाहिँ अब बिरुवाहरूको चाहिँ दोस्रो हाँगा पलाउँदै जान्छ कि जुन चाहिँ यसरी यो मैले भिडियोमा देखाएको छु त्यो पहिलो हाँगा थियो भने यो दोस्रो हाँगा हो। र यो दोस्रो हाँगा चाहिँ हाम्रो 3 to 4 फिट भनिन्छ कि जब चाहिँ हाम्रो 2 हात भनौँ न 2 हात जस्तो बराबरको भइसकेपछि पनि फेरि त्यसलाई पनि त्यसै गरी नै कैँचीले काटेर फालिदिनु पर्यो। 2 हात हुनु पर्यो है। त्यस्तो गर्नाले चाहिँ तेस्रो हाँगामा चाहिँ हाम्रो धेरै पोथी फुल लाग्ने र फलहरू राम्रो हुने चाहिँ हुन्छ। त्यसैले गर्दा चाहिँ हामीले तेस्रो हाँगालाई चाहिँ बचाएर अरू हाँगा चाहिँ फालिदिनु पर्यो।